एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लग। यहाँहरूलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। देख्न सक्नुहुन्छ साथीहरू, यहाँ चाहिँ धानको बेल राखिसकेका छन् मान्छेहरूले साउनमा धान रोप्नका लागि। असार साउनमा अब त यो मकै पाकिसकेपछि यहाँ पुरै मकै पाक्न लागिसकेको छ। खाने बेला त भइसकेको रहेछ। त्यो मकै पाकिसकेपछि चाहिँ यहाँ मान्छेहरूले रोपाइ गर्छन्। एकदम तातो तातो घाम लागिरहेको छ। म चाहिँ माथि ठुल्माको घर मुही लिन जान लाग्दैछु। साथीहरू पनि आज जाने भन्थे निउरो टिप्न, तर साथीहरूको के मुड चल्यो, साथीहरू जान खोजेनन्। म एक्लै हिँड्दैछु। निउरो टिप्न जाने भन्थे, तर जान मन लाग्ने अरेपछि म चाहिँ निउरो पनि खोज्ने मुही पनि ल्याउने भनेर हिँड्दैछु। एकदमै हरियाली छ, देख्न सक्नुहुन्छ हजुरहरूले। हेलो साथीहरू, म चाहिँ यो धुवामा के गर्दैछु भन्दाखेरि दुध तताउँदैछु। देख्न सक्नुहुन्छ एकदम दाउरामा एउटा गाईको दुध यति धेरै छ, देख्न सक्नुहुन्छ हजुरहरूले। एकदमै धुवा भएको छ। ठुल्माले मलाई दुध तताउने ठेक्का दिनुभएको छ साथीहरू। खासमा त म निगुरो टिप्ने भनेर आएको साथीहरू, के गर्नु निगुरो पनि पाइनँ। अनि यहाँ ठुल्माको घरमा बसेछु। अनि मुही पनि लाने भनेर मुही पनि पारिदिँदै हुनुहुन्छ ठुल्माले। यहाँ चाहिँ मैले एउटा कुरा देखिहालेँ कि लिची अब मागेर खाऊँ भने त ठुल्माले खाने बेला भएन भनेर खान दिनुहुन्न। मतलब अमिलो छ भनेर टिप्न पनि दिनुहुन्न। खाए त दिनुहुन्छ होला नि, त्यही पनि म चाहिँ अब चोरेर खानु पर्यो। चोरेर साथीहरू, चोरेर यसरी लौराले ठ्याङ्गा हान्ने होइन। अनि के गर्ने भन्दाखेरि अनि यसरी टिपेर चपक्क देख्न सक्नुहुन्छ। हामी एकदमै मिठो, अमिलो र गुलियो बराबरी छ। अलिक पाक्ने बेला भएन, त्यही पनि खाइदिएँ मैले। यस्तो लटरम्मै फल्यो। योभन्दा टुप्पा टुप्पामा चाहिँ एकदमै मजाले पाके। त्यही पनि मैले आकाशको फल आहातरी मर यत्रो ठुलो बुट्टामा कसरी टिप्ने होला होइन। यस्तो मोटो मान्छे चनाउनु सकिन्न। त्यही माथि यो बुट्टामा धेरै कमिले हात देख्न सक्नुहुन्छ, हिँडिरहेछ साथीहरू। अरूमा चाहिँ म यति नै खाएर भयो नि चित्त बुझाउँछु। साथीहरू, म चाहिँ यहाँ माथि ठुल्माको घरमा आएको छु। एकदमै शीतल नेचुरल हावाहरू आइरहेको छ। म चाहिँ यहाँ माथि आएँ भने चाहिँ माइत आएको जस्तो अनुभव लाग्छ। त्यही भएर म यहाँ उकालो चढेर भयो नि आइरहेको छु। त्यो बेला बेलामा कस्तो आनन्द लाग्छ। देख्न सक्नुहुन्छ त्यो पारी चाहिँ कस्तो निलो जस्तो देखेको छ। तर यो घामले टल्केर होला, घाम पनि अस्ताउनु लागिसक्यो। अहिले मलाई रूपकजीले फोन गरेर किन ढिलो गरेको भन्न पनि बेर लाग्नुहुन्न। देख्न सक्नुहुन्छ कति आनन्द, हरियाली, कति आनन्द नेचुरल हावा आइरहेछ। नेचुरल फ्यान चलिरहेछ, कति शीतल